ओए कसले बोल भन्यो तँलाई यहाँ सकेकै छैन जाँटा तँलाई बोल भन्यो त मुङ्गी चुप लाएर बस यहाँ भिरेन भाइको पालो छ भाइ त्यसलाई थपेर डोज थपेर दे लास्ट मार्च पिठो पिपीहरू छ घुम्काउँदैन नरिसाउनुस् त एउटा कुरा म भन्छु मेरोमा हो ठुलो यो कुरा म मान्छु सबैजनाले एक्लै छु आज कोही छैन सबैजना लास्टमा अब होइन यसलाई पेकेटा सुन्ने लास्ट सब छ्याङ्गै छ कोही छैन ए सबै गर्ने जाने अरू कोही छैन साह्रै छ यो त यार भन्दै बोल्दैन त्यस्तो छ Ja. Aber här är det. Ja. Just det så. Hennes system där. अहिले एकछिन बच्चे खाना खान्छु र त्यही हो ल म चाहिँ खाना खाएर अब रेडी भइसक्यो अब सबै क्लोज गरिसक्यो कोही पनि छैन यति मात्र छ नि कोही छैन बस म मात्र अब त सफाइ गरेर त्यही हो कोही छैन सब हिँड्ने नि त यहाँ गाडी सुत्नु छैन भने ढिलो भयो नि एन्ट्री भयो ओइ थ्याङ्क यू केटाहरू छन् कि नै अब यार आज त लास्ट ढिलो भयो मार्छन् आज मार्छन् केटाहरूले छोपी छोपी पिड्छन् घुम्काउँछन् आज यार 11:30 भइसक्यो र नि म यो लास्ट भयो आज चाहिँ दाइको छुट्टी थियो त्यो गाली दिने केटो चाहिँ कति होइन त्यही एउटा केटाको छुट्टी थियो भन्दा कि गाली दिने भने एउटा केटाको छुट्टी थियो आज दाइको चाहिँ त्यो चाहिँ गाउँतिर गएको छ दाइको चाहिँ छुट्टी छ होइन अब एउटा चाहिँ अहिले टाढै जानुपर्छ होइन आज 1 घन्टा लाग्छ मेट्रोमा पनि त्यो चाहिँ हिँडिसक्यो होइन अब धनी यो लगेर आज ल बच्चा खाना हालो हिँड्नु अब साइन गर्नु छ फेरि कना पर्छ नि त्यस्तो यार 11:05 होइन एक कति रे पैसा त छ्याङ्गै म्याच छ्याङ्गै छ गएकै आज ल त्यही हो ल अब बाटोतिर गएर हुन्छ हेलो ल त्यही पनि ल हामी चाहिँ पठाइसक्यो त्यो भिडियो चाहिँ हेरेको अघिको भिडियो चाहिँ अब हिजोको हो होइन हिजो चाहिँ अब यता हाम्रो महाराजाको छुट्टी थियो होइन आज भोलि पर्सि चाहिँ मेरो छ होइन होइन अब हिजोको त्यस्तै भयो होइन पहिला यो गीत सुन्नु छैन कि नामै आएन यार झ्याप्पै बेला बिर्सिन्छ यार तँ के अरे यार नाम बिर्सेँ यार के अब के थियो अनि के थियो यार अरे यार
हाइतेरी बिर्सेँ नयाँ गीत निस्केछ त आज भर्खर कति 5 घन्टा भयो निस्केको मेरी हुन नसकेकी कालीलाई कालीलाई बदिन्छु यहाँ छ यहाँ होइन यहाँ माई चोतन डन छोटा डन बिर्सेँ अहिले सम्झ्यो भने भन्छु होइन त यो भिडिन गरेर त उसको एउटा कि के दाइ भन्थ्यो कि ए साइको 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 दाई मैले साइको दाई भनेर चिन्छु होइन तिनीहरूले त साइको दाईको र भिडिन दाईको गीत पहिला सुन्नुहोस् त्यसै होइन कुरा गरौँ ल अरू यता साइमन दाई ऊ त्यहाँ बसिरहेको रहेछ जाउँ न कुरा गर्नु के कुरा गर्न थियो त भाइ जाउँ न यसो हेल्प मागौँ दाईसँग ए हो ल न त जाउँ म कुरा गर्छु ओ साइमन दाई के छ खबर ठिक छ केटा हो के छ तिमीहरूको हालखबर ठिक छ भाइ दाइ एउटा सानो हेल्प चाहिएको थियो त्यही भएर आयो दाइ हेल्प रे तिमीहरू मसँग हेल्प माग्न आएको हजुर दाइ यत्रो बिजी सेड्युल छ बाग तिमीहरू अलि सिनियरलाई बोला नि त हुन्छ नि त दाइ ठिक छ हामी दाइसँग कुरा गर्छौँ दाइ के भयो भाइ ल दाइ सुन्नु न के भयो दाइ कता हुनुहुन्छ भाइ म यतै छु भाइ दाइ साइमन दाइलाई भेट्न दाइ गादै एउटा सानो हेल्प चाहिएको थियो दाइ उहाँले त उकाटै मिलेन दाइलाई बोला भन्ने कुरा गर्नुभयो दाइ औकात मिलेन अरे हजुर दाइ ए ल ल तिमीहरू कहाँ छौ दाइ हामी चोकमा छौँ दाइ ल ल त्यहीँ बस म आउँदै गर्छु होइन हजुर दाइ कसको के औकात हामी देखाउँला हजुर ल ल त्यो कुरा पछि गरौँ ल म त्यहीँ आएर कुरा गर्छु है दाइसँग हस् त चित्त नदुख है भाइ हुन्छ भाइ ल ल भाइ म आउँछु ओ साईको भाइ लङ टाइम नो सी कहाँ थिएछ यार बस न धेरै भयो दाइ तपाईँलाई नदेखे एउटा कुरा गर्नलाई मात्रै म आइपुगेँ हो दाइ के कुरा भन्न अनि तपाईँहरूले खै मेरो भाइहरू आउँदाखेरि दाइ माई कुरा गर्नुभयो अरे तर तपाईँलाई एउटा कुरा चाहिँ भन्नु मन छ है दाइ भन्न भाइ के कुरा नरिसाउनुहोस् है एउटा कुरा चाहिँ भन्छु है दाइ किन रिसाउने हो र मेरो भाइले भनेको नरिसाउनुहोस् दाइ एउटा कुरा म भन्छु उमेरमा हो ठुलो यो कुरा म मान्छु दाइ पनि भन्छु रेस्पेक्ट पनि गर्छु भन्नु मात्र तपाईँ कि मर्छु कि मार्छु एउटा कुरा छ मनमा दाइ भन्न खोजेको भन्न भाइ भन् घण्टाको दाइ यस्तो औकातेर मुजीको लो हेप्न पोको छ कुराहरू मान्दा चोरुसकै ठुलो छ सानो स्वरले भन्दा तान्दिन्छु आन्द्रा कस्तो हुन्छ तान्दा पाउँछस् मजाले फिल पाउँछ शानदार पारा तातिन्छ कैके चाहिँ पो गरौ समाएर दिउ कि सिधा यसलाई मारौ गोरो नै घुसाइदु यो तोरीको चाकमा बोल्न बोल्दै झारे कि सकिन साट्न मेरो छाया काफी छ तँलाई नखेट्न सङ्घर्षको बोल्छ यो साइकोको हातमा मार्दिन्छु हातमा शरीर चाहिँ हातमा त यो ठाउँको डङ्गोस रे बन्द गर ढाक्न घटाको डङ्मुजी म ताल परे काट्छु झोलामा फाल्छु टाउको घरमा राख्छु ताइ भन्छस् भने पहिला बेहोरा बाटो ठिक बागरलाई हेर्न होइन मुजी माया गर्न सिक कुनै बेला भाइ त्यस्तो पनि कसैको यो चोटीलाई छोड्दै एकचोटि माफै गो ताइ के भन्नु पर्छ हिरो हुन्छ जो तेरो बाउको भाइ मुजी हो बन्यो हो ए साईको भाइ बिहान आउने दुइटा पुचीहरूलाई पो पठाइदिएको हुन्छ तर म त एकअर्कालाई चाहिने मान्छे दाजुभाइ हो नि तपाईँ नि ताइनो तुईको केटाहरूलाई अघि पछि लिएर हिँड्न नगर न दाइसँग आउँदाखेरि इज्जत साथाइछ ओए ओए कसले बोल भन्यो तँलाई यहाँ सकेकै छैन जाँटा तँलाई बोल भन्यो त मुङ्जी चुप लाएर बस यहाँ भिडेन भाइको पालो छ भाइ त्यसलाई थपेर डोज थपेर दे त यसलाई पुगेन जसले मार्ने अनि को मर्ने हो तेरो घण्टा जस्तो धाकलाई सो गरेको भाइहरूलाई हेर्न खोज्यो यो चाहिँ ओभरै भो अब तेरो बाउको भाइ मुजी हो भने हो तँलाई हानेर बन्नु छैन डन म आफ्नो ठाउँमा हिरो छ मसँग दम लोकको हो त मुजी भन त जस्तो धेरै छन् साले बोल्ने गर्छन् नत्र सुरु होला जम भोटेको छोरा जात मेरो तामाङ कुकुरी चाहिँदैन मलाई हात मेरो सामान मैदानमा आइज अनि थाहा हुन्छ कसको जित हार कि त आर कि त पार कि त मार कि त हार जस्तो सुकुल गुन्डालाई के छुनु मुजी भइगयो सरी छ नि मार्ने मान्छे मै हो फेरि पनि डनहरूको हत्याकाण्ड होला सक्दैनस् मुजी जसो सुकैलाई बोला दाँत साथ झारिदिन्छु साथ
दिन्छु म मसान घाटमा मेरो दाई पख्तलाई पार लाउँछु घरमा भएको भुटे कुकुरी तेरो घाँटीमा धार लाउँछु हामी छ यो भुटे कान्छाको चाला लगाइदिन्छु तँलाई तेरे आन्द्राको माला bitch ए ल हेरि दुईजना भाइको गाली सहन नसक्ने बियोस भएर बस्यो दाई हुन्छ एम्बुलेन्स फोन गरेर पुर्याइदिए ल हस्पिटल होसायो भने भन्दै भाइहरूको गालीले गर्दा बियोस भएको अनि अरू माया झ्याङ को हिरो हुन्छ दाई भनेर भाइहरूलाई रेस्पेक्ट गर्ने माया गर्ने हेप्छस् भने चाहिँ केटो ठाउँको ठाउँ फिनिस पार्छन् भाइहरूले म जस्तो भाइ हुनु पर्यो तर अनि सब हेप्ने दाईहरूलाई एउटा कुरा भन्नु मन छ मलाई न्यु खोज्छु भने म नि न्यु खोज्छु ब्रो दाइसाइको बाल भयो हो भने हो यही हो माया यो हुनु नि यही हो नि सुनिहाल्नु भयो होइन त्यही होला अब होइन अब त्यही खतरै छ होइन अलि त्यही अलि बुझ्नु वगेर के छ भन्ने त्यही होला होइन अरू त सब ठिक छ होइन म एकदम यति धेरै कति उहिलेबाट जुन भनेको थियो साइको दाइले त्यो दिनबाट चाहिँ म सुन्ने खोजिरहेको थिएँ होइन आज बोल्न सुने 8 वर्षपछिको गीत त्यही होला अब खुसी लाग्यो होइन सुनेर होइन राम्रै हो त्यही हे गर्नुपर्छ त्यही होला अब चाहिँ आजको भिडियो चाहिँ सकिन्छ होइन ए फेरि के हो यो फोक्सा घुमाउनु होला त्यही होला आजको भिडियो चाहिँ सकिन्छ ल पहिल्यैतिर आउँछ होला ल ठिक छ ल आज भिडियो सकिन्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न बिचमा त्यही होला ल